5 उम्मेद्वार विरुद्ध आयोगमा पर्यो उजुरी। विभिन्न 5 जना उम्मेद्वार विरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगको स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 बाट उम्मेद्वार रहेका 2 जना विरुद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा उम्मेद्वार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेद्वार रहेकी जानुका पाठक विरुद्ध उजुरी परेको हो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उजुरी परेको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर 1 मा उम्मेद्वार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरी विरुद्ध उजुरी परेको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 बाट उम्मेद्वार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका लाल विक्रम थापा विरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार प्राप्त उजुरी उप अध्ययन भइरहेको छ। आयोगले कुन उम्मेद्वार विरुद्ध के विषयमा उजुरी परेको भनेर खुलाएको छैन।